फ्रेन्ड्स, यदि तपाईहरुको बजेट 20,000 रुपैयाँ भन्दा कम छ तर कुन मोबाइल किन्ने विषयमा कन्फ्युजनमा हुनुहुन्छ भने यो भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला। हुन त यो प्राइस पोइन्टमा मैले 5 वटा फोनहरु राखेको छु। अब यिनी फोनहरुमा कुन चाहिँ फोन बेस्ट छ, आजको भिडियोमा म यिनी 5 वटा फोनहरुलाई परफर्मेन्स, क्यामेरा, ब्याट्री ब्याकअप र भ्यालु फर मनीको आधारमा र्याङ्क गर्नेछु। किनभने नम्बर 1 मा रहेको फोन तपाईको लागि बेस्ट चोइस हुन सक्छ। हाई एभ्रीवन, स्वागत छ तपाईलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। यदि हजुरहरु 20,000 भन्दा कममा सबैभन्दा राम्रो फोन खोज्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हो। त्यसैले यो भिडियोलाई लाइक र शेयर गरिदिनु होला, साथमा हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, नम्बर 4 मा रहेको छ टेक्नो स्पार्क 40 4G। स्पेशली म के भन्न चाहन्छु भने यो प्राइस पोइन्टमा यो मोबाइलको डिजाइन चाहिँ अलिकति राम्रो रहेको छ र यो फोनमा तपाईहरुलाई 5000 mAh को ब्याट्री, 90 हर्ट्ज को स्मुथ डिस्प्ले र परफर्मेन्सको बारेमा कुरानु पर्दा नर्मल युसेजको लागि मोबाइल राम्रो छ। अलिकति हेभी युसेजको लागि चाहिँ मोबाइल त्यतिको राम्रो छैन, तर गेमिङ र लङ टर्म सफ्टवेयर एक्सपिरियन्सको हिसाबले यो फोन अरु फोनहरु भन्दा कमजोर छ। यदि तपाईहरु नर्मल युसेजको लागि फेसबुक, टिकटक, युट्युब जस्तो एपहरु युज गर्नको लागि फोन चाहिँ राम्रो रहेको छ। बाकी गेमिङको लागि चाहिँ यो मोबाइललाई नहेर्नु होला। अब हामी कुरा गरौँ टेक्नो स्पार्क 40 मोबाइलको प्राइसको बारेमा। यसको 6+ 128GB लाई 18,999 मा पाउनुहुनेछ। त्यसैगरी नम्बर 4 मा रहेको छ भर्खरै नेपालमा लन्च भएको मोटो G06 पावर। फ्रेन्ड्स, यो मोबाइलको मेन हाइलाइट के हो भने तपाईलाई यो मोबाइलमा चाहिँ 7000 mAh को बिग ब्याट्री दिएको छ। यानी कि तपाईलाई यो मोबाइलमा 2-3 दिनको ब्याट्री ब्याकअप चाहिँ मज्जाले पाउनुहुनेछ। साथमा तपाईलाई यो मोबाइलमा क्लिन एन्ड्रोइड एक्सपिरियन्स पाउनुहुनेछ। तर परफर्मेन्स र क्यामेराको हिसाबले माथिका फोनहरु यो भन्दा अझै राम्रा छन्। त्यसैले भिडियोलाई चाहिँ स्किप नगर्नु होला। साथीहरु, सर्टमा म के भन्न चाहन्छु भने यदि तपाईहरुलाई 18-19 हजार को प्राइस पोइन्टमा राम्रो ब्याट्री ब्याकअप भएको फोन खोज्दै हुनुहुन्छ भने तपाईहरुको लागि यो फोन चाहिँ बेस्ट हुन सक्छ। तर अलिकति यो मोबाइलको कमी के छ भने यो मोबाइलमा तपाईलाई मात्र 4GB को र्याम पाउनुहुनेछ र इन्टरनल स्टोरेज चाहिँ तपाईलाई 64GB दिएको छ। अब हामी कुरा गरौँ मोटो G06 पावर मोबाइलको प्राइसको बारेमा। यसको 4+ 64GB लाई 18,999 मा पाउनुहुनेछ। फ्रेन्ड्स, जति पनि मोबाइलहरुको बारेमा म तपाईलाई जानकारी दिदैछु, यिनी सबै मोबाइलहरुको अनबक्सिङ र फुल रिभ्यू भिडियो चाहिँ हाम्रो च्यानलमा अवेलेबल छन्। तपाईहरु त्यहाँ गएर हेर्न सक्नुहुनेछ। त्यसैगरी नम्बर 3 मा रहेको छ Redmi 13 4G। हुन त फ्रेन्ड्स, लेटेस्ट फोनहरु मैले यो प्राइस पोइन्टमा किन सामेल गरेको छैन भन्नु पर्दा अहिलेको समयमा तिनी फोनहरुको प्राइस चाहिँ महँगो भएको छ। सो त्यो कारणले गर्दा 1-2 वर्ष अगाडि लन्च भएका फोनहरुलाई मैले यो लिस्टमा चाहिँ सामेल गरेको छु। किनभने अहिलेको समयमा पनि यिनी फोनहरु चाहिँ एकदमै राम्रा रहेका छन्। सो त्यो कारणले गर्दा मैले चाहिँ यिनी फोनहरुलाई सामेल गरेको छु। र Redmi 13 4G को बारेमा कुरानु पर्दा यो फोनमा तपाईले 108 मेगापिक्सलको प्राइमेरी क्यामेरा सेन्सर दिएको छ। यानी कि बाँकी फोनहरु भन्दा यो मोबाइलको क्यामेरा सेटअप चाहिँ एकदमै राम्रो हुनेवाला छ। साथमा 33 वाटको फास्ट चार्जर पनि तपाईलाई यो मोबाइलमा दिएको छ। र बाँकी मोबाइलको स्पेसिफिकेसनको बारेमा कुरानु पर्दा यो मोबाइलको डिजाइन चाहिँ एकदमै युनिक रहेको छ। साथमा तपाईलाई यो मोबाइलको डिजाइन चाहिँ मन पनि पर्न सक्छ र मोबाइलको डिस्प्ले क्वालिटी पनि एकदमै राम्रो रहेको छ। तपाईलाई यो डिस्प्लेमा कन्टेन्ट वाचिङको लागि चाहिँ एकदमै राम्रो डिस्प्ले हुनेवाला छ। साथीहरु, सिधा म के भन्न चाहन्छु भने यदि तपाईलाई यो प्राइस पोइन्टमा राम्रो क्यामेरा भएको फोन खोज्नु भएको छ भने तपाईहरुको लागि यो फोन चाहिँ एकदमै बेस्ट हुन सक्छ। किनभने बाँकी फोनहरुको क्यामेरा भन्दा यो मोबाइलको क्यामेरा सेटअप चाहिँ राम्रो रहेको छ। तर अलिकति यो मोबाइलको कमी के छ भने यो चाहिँ 4G मोबाइल हो, 5G मोबाइल होइन। अब हामी कुरा गरौँ Redmi 13 मोबाइलको प्राइसको बारेमा। यसको 6+ 128GB लाई 17,999 मा पाउनुहुनेछ र 8+ 256GB लाई 20,999 मा पाउनुहुनेछ। फ्रेन्ड्स, यदि तपाईहरुले हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। त्यसैगरी नम्बर 2 मा रहेको छ HMD Crest 5G। फ्रेन्ड्स, मैले यो फोनलाई नम्बर 2 मा किन राखेको हुँ भन्नु पर्दा एक त तपाईलाई यो मोबाइलमा 5G दिएको छ। त्यति मात्र होइन, तपाईलाई यो मोबाइलमा OLED डिस्प्ले पनि दिएको छ। यानी कि बाँकी फोनहरु भन्दा यो मोबाइलको डिस्प्ले चाहिँ एकदमै राम्रो रहेको छ। तपाईलाई यो डिस्प्लेमा कन्टेन्ट वाचिङको लागि चाहिँ एकदमै बबाल डिस्प्ले हुने वाला छ र यो मोबाइलको सेल्फी क्यामेरा पनि राम्रो रहेको छ।
फ्रेन्ड्स एउटा कुरा म के भन्न चाहन्छु भने 18,000 को प्राइस पोइन्टमा यदि तपाईहरुलाई एउटा राम्रो 5G फोन चाहिएको छ भने तपाईहरुको लागि यो फोन चाहिँ बेस्ट हुन सक्छ र यो मोबाइलको प्राइसको बारेमा कुरा गर्नु पर्दा यसको 6+ 128GB लाई 17,999 मा पाउनुहुनेछ। त्यसैगरी नम्बर 1 मा रहेको छ Moto G35 5G। फ्रेन्ड्स बाँकी सबै फोनहरु भन्दा यो फोन चाहिँ अलराउन्डर फोन रहेको छ किनभने एक त तपाईलाई यो मोबाइलमा एकदमै राम्रो चिपसेट दिएको छ, त्यति मात्र हैन मोबाइलको डिजाइन पनि एकदमै प्रिमियम रहेको छ। साथमा तपाईलाई यो मोबाइलमा एकदमै राम्रो सफ्टवेयर एक्सपिरियन्स पाउनुहुनेछ। गेमिङ, सोशल मिडिया, मल्टिटास्किङ र लङ टर्म युज सबैका लागि यो सबैभन्दा ब्यालेन्स स्मार्टफोन हो। फ्रेन्ड्स अब हामी कुरा गरौँ Moto G35 मोबाइलको प्राइसको बारेमा। यसको 4+ 128GB लाई 19,999 मा पाउनुहुनेछ। 20,000 भन्दा कम बजेटमा अहिलेको बेस्ट ओभरअल फोन भनेको यही नै हो। अब फ्रेन्ड्स यिनी सबै फोनहरु मध्ये कुन फोन किन्ने भन्नु पर्दा बेस्ट ओभरअल परफर्मेन्स चाहिन्छ भने तपाईहरुको लागि Moto G35 हो। OLED डिस्प्ले र सेल्फी क्यामेरा राम्रो चाहिन्छ भने तपाईहरुको लागि HMD Crest, क्यामेरा प्रायोरिटी हो भने Redmi 13 4G, ब्याट्री ब्याकअप चाहिन्छ भने Moto G06 पावर र बजेट बेसिक युसेजको लागि Tecno Spark 40 4G। अब फ्रेन्ड्स तपाईहरुलाई यिनी फोनहरु मध्ये कुन फोन मन पर्यो त्यो फोनको नाम चाहिँ मलाई कमेन्टमा लेखिदिनु होला। आगामी भिडियोमा अरु यस्तै भिडियो हेर्नको लागि प्लिज यो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। आगामी दिनमा भेट हुने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।